कता हरायो म त यार। दिदी दिदी कोही हुनुहुन्छ? ए हजुर नमस्ते। म यहाँ ठ्याक्कै यहाँ निजगढ आएको थिएँ कि, अनि पछि मैले यहाँ होटल चाहिँ पाएको थियो होइन, होटल सबै प्याक रहेछ यहाँ होइन। अनि पछि म यहाँ भित्र जङ्गलभित्र छिट्यो यतातिर आइपुगेँ कि म। अलि अप्ठ्यारो भयो थियो मलाई, खाना पनि खाएको छैन बिहानदेखि काठमाडौँदेखि आएर होइन। के खाना पाउँछ होला मलाई? ए तपाईँ सन्चो छैन भयो त भयो कि म जान्छु नि। हुन्छ हुन्छ एकचोटि है, हस् धन्यवाद। यो कुन ठाउँ भन्छ हामी? यो भित्रपट्टि, म त भित्र आयो। यो चाहिँ निजगढ बजारभन्दा भित्र यो गाउँलाई चाहिँ सिङ्गल भन्छ। सिङ्गल? ए हुन्छ हुन्छ, बस्नु पानी। हस् हस् धन्यवाद। कस्तो गर्मी यहाँ त, काठमाडौँबाट आइपुग्छ चाहिँ यहाँ धेरै गर्मी रहेछ। के ठाउँ रहेछ त यहाँ त, भित्र पुरै तराईमा त है। धेरै धेरै धन्यवाद है, हस् हुन्छ। हजुरलाई सन्चो छैन भन्नुभयो, किन के भएको र? ए ला के भएको हो र खासमा? मलाई चाहिँ यो किडनीको रोग लागेको 2 वर्ष जति भयो क्या। ए हजुर हजुर। पहिला चाहिँ ठिकै थियो, नर्मल थियो, अहिले चाहिँ दुवै किडनी फेलियर भएर डक्टरले भन्नुभएको छ। हो र? हजुर बस्नु न एकचोटि, कि बस्नु तपाईँ गाह्रो भयो होला। होइन बस्नु होइन तपाईँ म कहाँ होइन म जान्छु नि त फेरि तपाईँलाई। केही छैन। कसरी कति वर्षदेखि पठाउने गरेको छैन, बस्नु सजिलो। के भएको खासमा? लाइक मृगौला नै? हजुर दुइटै। हजुर कति वर्ष पुग्नु भयो? अहिले म 22 लाग्यो। ए 22 लाग्नुभयो? म हजुरभन्दा 1 वर्ष ठुलो रहेछ। ए त्यसो भए त प्रेसरहरू त्यस्तो भयो होला, गाह्रो प्रेसरहरू बढ्ने अनि टाउकोहरू दुख्ने। अनि उपचार किन नगर्नु भएको नि? उपचार चाहिँ गरिरहेको थियो हजुर। अनि अहिले चाहिँ अब डक्टरले किडनी ट्रान्सप्लान्टै गर्नुपर्छ भनिसक्नु भयो नि त। हजुर हजुर। अनि कि त डायलाइसिस गर्नुपर्छ कि त किडनी ट्रान्सप्लान्ट गर्नुपर्छ भनेर चाहिँ अहिले हामीसँग किडनी ट्रान्सप्लान्ट गर्ने पैसा चाहिँ अहिले पुगेको छैन। कति पर्ने रहेछ? अब आफूसँग ह्यान्ड क्यास 5 to 10 लाख जति उठाएर राख्नु भनेर चाहिँ डक्टरले। ए अहिले हामीसँग कति छ हजुरसँग चाहिँ? अहिले चाहिँ हाम्रो यहीँ गाउँको एउटा पत्रकार अङ्कलले चाहिँ मेरो लागि भनेर अहिले चाहिँ 4 लाख जति उठाइदिनु भएको छ। अनि अब अरू पैसाहरू चाहिँ मिलेको छैन, त्यही अब कति उठाउनु बाँकी हो र? अब त्यस्तै मिल्छ भने अब 4-5 लाख त्यति नै। 4-5 लाख जति? ए पैसा नभएर आर्थिक अवस्था अलिक कमजोर भएर तपाईँहरूले रोगिराख्नु भएको छ? के रिपोर्टहरू छ? ए अगाडि हालिहाल्नु भएको रहेछ रिपोर्ट फेरि? ए अगाडि हालिहाल्नु भएको? ए साइडमा राख्नु भयो? मलाई थाहा थिएन नि, म त ओहो। त्यसो कति वर्षदेखि अब जम्मा गरिरहनु भने अहिले पैसा? यसो पैसा चाहिँ कति हो? 4-5 महिना भइसक्यो। अहिले गरिहाल्नु पर्ने अवस्था छ तपाईँको? अनि अहिले बिरामी अनुसार कस्तो, अहिले के प्रेसर बढेको हुने कि कस्तो, त्यो कस्तो हुन्छ तपाईँलाई अहिले चाहिँ? यस्तो बढ्ने अनि टाउकोहरू दुख्ने अनि यो किडनी साइडमा चाहिँ एकदम धेरै दुख्ने। खै एकचोटि अब धेरै हिँड्न नसक्ने, सासहरू फेर्न गाह्रो हुने। हजुर बस्नु यो कुरा गर्नु न कि? सरी म फेरि यहाँ तपाईँ डिस्टर्ब पो गर्न आएछु। एकचोटि बस्नु आउनु एकचोटि। सरी है हजुरलाई डिस्टर्ब गर्न आएछु भयो, फेरि खानाहरू मैले मगाएर भयो, मलाई खानाहरू पढ्न ठ्याक्कै पाकिरहेको थियो, तपाईँ ठ्याक्कै आउनुभयो। हजुरको नाम ईसा बिके? हजुर ईसा। ए काठमाडौँमै जोसाउनु भयो रहेछ त? हजुर काठमाडौँमै जोगाइरहेको। ए कति वर्ष अगाडि काठमाडौँ जोगाउनु भएको, कस्तो के हो? 2 वर्ष अगाडि चाहिँ हल्का खुट्टाहरू स्वेलिङ भएर गएको थियो टिचिङ हस्पिटल। अनि त्यसपछि त्यहाँनिर चाहिँ अब बायोप्सीहरू गरेर अनि किडनीमा त्यो हल्का इफेक्ट गरेको छ भनेर भन्नुभएको थियो। अनि औषधिहरू पनि खाइरहेको थियो। अनि फेरि 81 त्यो अब जब पनि गर्थ्यो नि, जबको प्रेसरले पनि होला अलि धेरै गाह्रो भएर 81 जबबाट घर जाँदाखेरि रुममा बस्थेँ। अनि त्यो बेला
बियोसै हुनुभएको तपाईँ? एक दिन पुरै बियोस भएछ अनि ठिक्क अब मेरो जबको दाइहरूले कल गर्नुहुँदा चाहिँ मैले कल पिकअप नगरेको भएर उहाँहरू चेक गर्न आउँदाखेरि चाहिँ पुरै त्यो सासहरू पनि चलिरहेको थिएन ए तपाईँ होसै थिएन? होस नै थिएन, पुरै त्यो अब अनकन्सियस एकदमै केही नै थिएन। अनि पछि डक्टरले पनि उहाँ त अब बाँच्नु हुँदैन यसको कुरा गरिसक्नु भएको थियो। होइन हिम्मत नहार्नुहोस्, तपाईँ यस्तो यङ एज हुनुहुन्छ होइन, हिम्मत नहार्नुहोस् है, तपाईँ त्यस्तो के चिन्ता नलिनुहोस्। मैले सक्ने सानो सहयोग गर्छु म हजुरलाई है। त्यस्तो म यहाँ खासमा घुम्न आएको थिएँ होइन, म चाहिँ सानो, म तपाईँ साँच्ची नै भनिदिन्छु होइन, म चाहिँ सामाजिक परिचयहरू गरिहाल्छु क्या। खासमा म यहाँ यस्तो भिडियोहरू बनाउन आएको थिएँ होइन। तपाईँले सामाजिक परिचय भनेर त थाहा छ होइन हजुरलाई, अब सोसल एक्सपेरिमेन्ट होइन त्यो गर्न आएको थियो। अनि मैले यस्तो हुन्छ भने थाहा थिएन, सरी तपाईँ बिरामी नै हुनुहुन्छ होइन, मलाई थाहा थिएन। मैले खाना के बनाउनु परेन, म बरु के पनि परेन मलाई खानाहरू चाहिँ। अनि पछि यो मृगौला प्रत्यारोपण गर्दाखेरि अब कसको मृगौला अब हाल्ने कस्तो सोच्नुभयो, के गर्नुभयो फेरि? अब सबैजनाको ब्लड चेकअप गराएको थियो, हजुर, कोहीसँग नै मिलेन। हजुर हजुर। अनि पछि मम्मीसँग चाहिँ मिलेको छ ब्लड ग्रुप चाहिँ। ए मम्मीले दिनुहुन्छ भन्नुभएको? हजुर मम्मीले दिनुहुन्छ। मम्मी एकदमै राम्रो हुनुहुन्छ त्यसो भए छोरीको लागि। हजुर यस्तो यङ एज हुन्छ, भर्खर 22 भन्नुभयो, हजुरको लाइफ त अझ बाँकी छ त, त्यसमा होप हार्नु भएन तपाईँले है। तपाईँको त्यो लाइफ छैन भनेर त्यस्तो नसोच्नु। मैले पनि सक्ने जति सानो सहयोग गर्छु हजुरलाई होइन। मम्मी कता हुनुहुन्छ अनि? माथि हुनुहुन्छ? अनि पछि म सानो एउटा तपाईँलाई सानो कति छ, मैले पैसा धेरै ल्याएको थिएन कि अघि नै, 1 2 3 4 5 गाडीबाट ए नमस्ते नमस्ते। उहाँलाई गाह्रो रहेछ होइन, धेरै गाह्रो रहेछ है, मैले उहाँको कुरा सुन्यो, धेरै दुःख लाग्यो त्यस्तो। तर हिम्मत नहार्नु होइन, अब म केही सहयोग जसरी भयो नि म जसरी पनि मिलाउँछु है। तपाईँले ए नर न आमा बस्नु 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 त्यही त उहाँ यङ हुनुहुन्छ। म चाहिँ खासमा यस्तो सामाजिक पर्सन भिडियोहरू बनाएर हुन्छ क्या। म चाहिँ यस्तो आज निजगढ घुम्न आउँदाखेरि होइन यहाँ सानो भिडियो बनाउँ भनेको यस्तो तपाईँहरूलाई दुःख रहेछ, मलाई धेरै नराम्रो लाग्यो यस्तो सुन्दाखेरि। मसँग अहिले भएको सानो 6000 रहेछ होइन, सानो सहयोग चाहिँ तपाईँले यति चाहिँ मैले गर्न चाहेँ होइन। मसँग अहिले छैन, म फेरि अर्को पालि आउँदाखेरि पक्कै गर्नेछु होइन। अनि पछि तपाईँ निको चाहिँ हुनुहुन्छ, म ढुक्क, मसँग ढुक्क हुनु छैन, म सबै गर्न सक्ने म गरिदिन्छु। अनि हजुरहरूले यहाँ छोरीलाई होइन औषधि चाहिँ के खुवाइरहनु भएको छ फेरि? औषधिहरू खुवाएर निको हुन्छ? औषधिहरू त अहिले हामीले इन्डियाबाट खुवाइरहेको छौँ। हजुर यो टिचिङ हस्पिटलमा चाहिँ टिचिङको दबाई खुवाउँदाखेरि चाहिँ उसको अनुहारहरू एकदम फुलेको। ए त्यो दबाई खुवाउँदाखेरि उसको हात खुट्टा मुख एकदम फुलेको थियो। अहिले त्यता छोड्यो नि, यता इन्डियाबाट चाहिँ हामी त्यो आयुर्वेद औषधि युज गर्ने थियो अहिले नानीको। हजुर अनुहारहरू पनि बसेर हजुर उसको हात खुट्टाहरू पनि बसेको छ। यो चाहिँ राम्रो भएको जस्तो लाग्छ होइन। अब मैले पछि जचाउन जानुपर्छ उहाँ। अब एकचोटि जाँदाखेरि केही नभए पनि तपाईँको 50-60 हजार लाग्छ एक महिनामा। त्यसरी लिएर जानुपर्छ। अब अहिले अस्ति भर्खर गएर 2 महिनाको औषध ल्याउनु भएको छ। अनि त्यो औषधिले अब ठिकै भयो। एउटा चाहिँ क्रिएटिनाइन बढिरहेको छ भने प्रेसर बढ्ने, रिङोटा पनि लाग्छ नि पनि लाग्छ, सास फेर्न गाह्रो हुन्छ उसलाई। धेरै गाह्रो चाहिँ बेलुकाखेरि बेलुकी पख। हजुरको श्रीमान चाहिँ के गर्नुहुन्छ नि यहाँ? हजुर मेरो श्रीमान चाहिँ अब यस्तै नोकरी काम गर्नुहुन्छ, अलिअलि केराको खेती गर्नुभएको छ। त्यही पनि अस्ति हावाहुरी आएर सबैले भान्थ्यो। अब जम्मा 4 लाख चाहिँ मिलाउनु बाँकी अरू? अब अलिअलि गर्दा हामीले अब कति मान्छेहरूसँग सहयोग गरेर मन हुनेहरूले दिनुहुन्छ, मन नहुनेहरूले दिनुहुन्न होइन। अब हामीले सक्दो कोसिस गरेको छ। अब यो किडनी ट्रान्सफर गर्नलाई चाहिँ हामी केही नभए पनि 9 लाख चाहिँ क्यास हुनुपर्छ अरे हामीसँग। मतलब के गर्ने हस्पिटलहरूले नि त्यस्तो
पैसा भएन भने केही छैन फेरि केही छैन ज्यान जान्छ मान्छेको हेर्नुबाट। त्यो त ज्यान जान्छ तर हस्पिटलहरूले त के पैसा ल्याउनु पर्छ फेरि सबै थोक पैसा अगाडि ठिक गर्नुपर्छ। त्यही कस्तो गाह्रो हुने कि अलिअलि गरेर जम्मा भइरहेछ। हजुरले राउन्ड भएछ अब हजुरले मसँग नि फेरि धेरै पैसा छैन कि फेरि होइन मैले सक्ने सानो सहयोग गरेको हो तर म यस्तो म यो भिडियो हाल्नु चाहिँ मिल्दैन सामाजिक सञ्जालमा बुझ्छ म योबाट चाहिँ केही चाहिँ होला कि भन्ने म होइन हालिदिनुहोस् न। अब यो नानी अब हाम्रो आशा भन्नु नै बाबुहरू नै हो होइन बाबुहरू आउनुपर्छ अब हजुरहरूको लागि मेरो नानीलाई राम्रो गरेर नानीलाई एउटा दिन पाए हरेक मान्छेहरूलाई रोग छ अब एउटा किडनीले पनि काम गरिरहेको छ होइन अब उसलाई एउटा दिन पाएदेखि उसले भोलि गएर गाह्रो काम गर्न सकेको छु शान्तिलो पसलहरू खोलेर त बस्न सक्छ। हजुर निको हुनुहुन्छ अब चिन्ता गरिनु है निको हुन्छ। डक्टर रिपोर्ट हेर्नुभयो? मैले अघि भर्खरै बहिनीले देखाएको थियो रिपोर्ट मैले भर्खरै हेरेको थिएँ हजुर सबै हेरिसक्यो रिपोर्ट काठमाडौँको सबै जचाउनु भएको रहेछ त्यही छ है। होइन फेरि खानाको मैले त्यो उहाँ बिरामी हुनुहुन्छ झनै त्यस्तो गऱ्यो झनै गाह्रो गऱ्यो मलाई झनै त्यति एक्सर्साइजहरू पनि गर्नुपर्छ। धन्यवाद रेडी थियो क्या हो ए हुन्छ धन्यवाद होइन पढ्न ठिक छ है के भन्न ल बहिनी खानाको लागि धेरै धेरै धन्यवाद है म जानु पर्ला है अब हुन्छ अब म फेरि काठमाडौँ चाहिँ फर्किनु पर्छ होइन त्यही भएर ल हस् धन्यवाद म जान्छु नि है खानाको लागि धेरै धेरै धन्यवाद है। होइन बाबु मेरो नानीको लागि धेरै धेरै हजुरले यो भिडियो धेरै मानिसहरूको माथ पुऱ्याइदिएर एकदम धेरै सहयोग गरिदिनु होला यो बाबु नानीको लागि नानीले भोलि बाँचेर केही गरोस् यो बाँचेर केही गरोस्। होइन नरुनुहोस् म सबै होइन म सबै मिलाइदिन्छु है मैले सक्ने जति म सबै गर्छु होइन मेरो भिडियो मार्फतबाट पनि केही सहयोग हुन्छ कि भनेर त्यसरी पनि म गरिदिन्छु नरुनुहोस् आमा हजुरको छोरी केही हुँदैन है हुन्छ एकदम ठुलो आशा राखेको छु बाबु हुन्छ तपाईँले मलाई खुवाउनु भयो त्यो खुवाएको मलाई धेरै धेरै खुसी लाग्यो होइन मलाई यस्तो गाह्रो हुँदाखेरि पनि तपाईँले खुवाउनु भयो भन्नुभयो होइन तपाईँले सेवा नै धर्म हो म नि के सेवा गर्नु पाउँछु तपाईँलाई म सेवा गर्नेछु तपाईँहरूले है हस् भयो है म जान्छु है हुन्छ हस् म जान्छु है हस् धन्यवाद।